सो गुड मर्निङ गाइस। अहिले चाहिँ म चाहिँ ठ्याक्कै चाहिँ नयाँ बजारमा यथर सोरुममा छु र आज चाहिँ हामीले मोरबी दिल्लीको C252V जुन एउटा बबर बाइक चाहिँ नेपालमा रिसेन्टली केही महिना अगाडि चाहिँ लन्च भएको थियो, त्यो चाहिँ आज पोखरामा फर्स्ट डेलिभरी दिँदैछौँ र बाइक चाहिँ यहाँनिर टड्याङ यहाँनिर आइरहेको छ। यो चाहिँ भी ट्विनमा 249cc को ट्विन सिलिन्डर त डिएससी सेटअपमा एसएससी सेटअपमा भए पनि तपाईँको अलिकति बाइक चाहिँ तपाईँको होइन तपाईँ यहाँनिर देख्न सक्नुहुन्छ ब्रान्ड नेम C252V भन्ने मोडल हो। यो मोरबी दिल्लीबाट आउने इन्ट्री लेभलको चाहिँ यो बबर बाइक हो। अनि अगाडि चाहिँ 130 सेक्सनको टायर एकदम बिग टायर देख्न सक्नुहुन्छ भने पछाडि 100 कतिको छ 50 को छ जस्तो लागिरहेको छ। 150 को देख्न सक्नुहुन्छ। पछाडि 16 को छ भने अगाडि चाहिँ मलाई लाग्छ 16 कै रहेछ। 16 इन्चको छ 130 90 16 र पछाडि चाहिँ 150 80 16 को टायर दिइरहेको छ। अनि ट्विन एक्जस्टमा देख्न सक्नुहुन्छ यो बाइक चाहिँ। अनि यहाँनिर चाहिँ पोखरामा टक्क लगाएर अब आज हामीले डेलिभरी दिँदैछौँ। बाइक चाहिँ बवालै छ होइन, हेर्नु त कस्तो बल्की देखिरहेको छ। अब 25 न्युटन मिटरको टर्क यसले प्रड्युस गर्छ भने तपाईँ 25 bhp अराउन्ड त्यस्तै पावर डेलिभरी गर्छ यसले। यो एकदम क्रुजिङ मोटरसाइकल हो पावर पिकअप भन्दा पनि। अनि तपाईँ 12 इन्च मिरर देख्न सक्नुहुन्छ यहाँनिर। यसको मैले चाहिँ भर्खर सर्ट टेस्ट राइड गरेँ मैले नजिकै फर्स्ट टाइम होइन। म काठमाडौँ जाँदा चाहिँ यो टेस्ट राइड गर्न पाएको थिएन। त्यसले गर्दा यसमा चाहिँ बेल्ट ड्राइभ छ। यथर र यसमा के डिफ्रेन्स छ सिमिलर छ भन्दा तपाईँ बेल्ट ड्राइभ देख्न सक्नुहुन्छ है। जस्तो हार्ली डेभिडसनहरूमा भयो यस्तो बाइकहरूमा यो बेल्ट ड्राइभ भनेको एकदमै राम्रो टेक्नोलोजी हो कि खास भन्ने भने सबैभन्दा राम्रो भनेको साफ्ट ड्राइभ, अब त्यस पछाडि बेल्ट ड्राइभ, अनि चेन ड्राइभ भनेको सस्तो हुन्छ होइन, अब एफोर्डेबल हुन्छ नि चेन ड्राइभ। अब बेल्ट ड्राइभ भनेको एकदम टिकाउ हुन्छ, अब लिब्रिकेसन पनि धेरै गरिराख्नु परेन, लङ लास्टिङसम्म चल्छ नि त। त्यही भएर यथरले पनि बेल्ट ड्राइभ युज गरेको छ। त्यही हो। अब बाइकमा चाहिँ एलो व्हिल देख्न सक्नुहुन्छ दुइटै होइन, ट्विन सिट एक्जस्ट। अनि यसको सिट हाइट जम्मा 690 mm को छ कि, त्यही भएर एकदमै लो हाइटको मान्छेले पनि भेट्न सक्नुहुन्छ। अनि बाइक चाहिँ एकदमै कस्तो लामो क्या, अलिकति छुट्टै देखिन्छ होइन यो सेगमेन्टमा। अनि यसको चाहिँ अब एकपटक स्क्रिन पनि अहिले चापी अहिले मैले भित्र लगाइरहेको छु, ट्याक्कै यहाँनिर छ। ह्यान्डल पनि होइन त लगाइस् यतिको बाइक भएपछि त अनि बवाली छ होइन। अगाडि 320 mm को डिस्क छ भने पछाडि चाहिँ 270 mm को छ। अनि सिङ्गल पिस्टन क्यालिपर पछाडि छ भने अगाडि फ्रन्टमा मलाई लाग्छ 4 पिस्टन क्यालिपर होला, 4 पिस्टन क्यालिपर। अनि यो चाहिँ रेडियल यो बेन के लेखेको छ यसमा, बेन्डा समथिङ के लेखेको छ। अनि त्यही हो गाइजहरू, ब्रेकिङहरू यताउता पनि क्विक चलाउनु चाहिँ दामी लाग्यो। साउन्ड अरूभन्दा साउन्ड। अनि यहाँनिर तपाईँ चार्जिङ पोर्ट पनि देख्न सक्नुहुन्छ। यहाँ USB वाला टाइप 5 भोल्टको 2 एम्पियरको चाहिँ तपाईँको चार्जिङ पोर्ट पनि, मोबाइल चार्जर पनि गर्न सक्नुहुन्छ तपाईँहरूले। अनि यसमा अरू भनेको हजर लाइट पनि छ यसमा, इन्डिकेटर भयो, हर्न भयो, लो बिम, हाई बिम, पासिङ र यहाँ नर्मली यति नै छ स्विचमा। अरू कि राख्ने ठाउँ चाहिँ यहाँनिर दिएको छ। यो चाहिँ क्विक एउटा रिभ्यू हो, यसको डिटेल रिभ्यू चाहिँ पछि पनि दिन्छौँ हामी चलाएर। अब धेरै चलाएको छैन त मैले नजिक चलाउन चाहिँ। अनि यसको अरूभन्दा साउन्ड र यसको जुन एर्गोनोमिक्स एउटा हुन्छ नि भाइब चाहिँ बवाले लाग्यो कि यो बाइक चलाउँदा चाहिँ। त्यही गाइजहरू, बाइक मन पऱ्यो भने तपाईँहरूले चाहिँ बुकिङ गर्न सक्नुहुन्छ। पोखरामा अफिसियल रूपमा सोरुम नभए पनि हामीले चाहिँ टोयोटा एथर यो भनेको चाहिँ एउटै यो कम्पनीको एउटै कम्पनी भन्दा पनि नेपालमा इम्पोर्टर चाहिँ एउटै भएको हुनाले चाहिँ तपाईँहरूले पोखरामा पनि डेलिभरी पाउन सक्नुहुन्छ है। मोरबी दिल्लीको यो T352X भयो, 502X लगायत जति पनि बाइक सिरिजहरू छन् मोरबी दिल्ली, अल्ट्रा भायोलेट, एथर, त्यो टु व्हिलर सेगमेन्टमा चाहिँ तपाईँहरूले चाहिँ पोखरामा पनि उपलब्ध हुनेछ। थ्याङ्क्स फर वाचिङ गाइज, बाई।